ओके। यो वायरलेस एडाप्टरको होइन, जति पनि तपाईँको वायरलेस एडाप्टर हुन्छ त्यसको काम के हो त खासमा हामीले चाहिँ नेटवर्क कनेक्टिभिटी प्रदान गर्ने हो हो। होइन, जस्ट नेटवर्क कनेक्टिभिटी चाहिँ एसेसिबल गराउने है। सो अब चाहिँ तपाईँको होइन दुईटा मोड हामीले बुझ्नुपर्ने हुन्छ होइन। सो ह्याकिङमा चाहिँ हाम्रो दुईटा मोड अति नै जरुरी हुन्छ, तपाईँहरूले सुन्नु पनि भएको होला। सो एउटा तपाईँको के हुन्छ भन्दाखेरि म्यानेज मोड हुन्छ, ठिक छ। हामीले जुन म्यानेज मोड भनेको चाहिँ के हो त तपाईँको नर्मल हामीले चलाउने जति पनि तपाईँको वायरलेस लाइक एडाप्टरको काम चाहिँ हो नि, नर्मल कामहरू तपाईँको जति पनि वायरलेस कनेक्टिभिटी प्रदान गर्ने होइन, नेट चलाउनलाई हेल्प गर्ने जति पनि तपाईँको सिम्पल लाइक जे हामीले वायरलेस एडाप्टरबारे अरू नर्मल मान्छेले जे बुझेको छ होइन, एउटा एडाप्टर हामीले हाल्छौँ। लाइक तपाईँको पिसीमा चाहिँ नर्मली वाइफाई चलाउनुको लागि कुनै पनि लाइक वाइफाई कार्ड छैन भने चाहिँ हामीले के गर्छौँ त वाइफाई एडाप्टर किनेर ल्याउँछौँ, हाल्छौँ एन्ड इन्टरनेट चलाउँछौँ, त्यही होइन नर्मल मान्छेले बुझ्ने हो सर। हो। सो त्यो सबै कामलाई के भन्छौँ त तपाईँको म्यानेज मोडबाट त्यो सबै काम हुन्छ, ठिक छ। सर। तर हामीले जेनरली के चाहिन्छ त म्यानेज मोड पनि चाहिन्छ, हामीले चाहिँ अर्को के चाहिन्छ त मोनिटर मोड पनि चाहिन्छ। अब मोनिटर मोड भनेको चाहिँ के हो त तपाईँको मोनिटर मोड गर्नुहुन्छ भने हजुरको वरिपरि कुन कुन नेटवर्कहरू छ त्यो सबै एनालाइसिस गर्नेलाई नै के भन्छ त हामीले चाहिँ मोनिटर मोड भन्छौँ, ठिक छ। बुझ्नुभयो? बुझेँ सर। ओके। सो बुझ्नुभयो भने ठिकै छ, कसैलाई केही कन्फ्युजन छ भने सोध्नुहोस् ल। बुझ्नुभयो भने ठिकै छ, हामी अगाडि बढ्छौँ। सर। सबैले बुझ्नुभयो बुझेँ सर। है। सो अब चाहिँ के आउँछ भन्दाखेरि तपाईँको दुइटै मोड चाहिँ एकैताल चल्दैन ल। म्यानेज मोड भनेको तपाईँको अब नेटवर्क कनेक्टिभिटीको लागि हो होइन। नेटवर्क कनेक्टिभिटी पनि गर्ने, नेटवर्क कनेक्टिभिटी गरिसकेपछि तपाईँ त अलरेडी कनेक्टेड हुनुहुन्छ नि त कुनै पनि नेटवर्क पर्टिकुलर नेटवर्कसँग, ठिक छ हो। है। सो तपाईँको चाहिँ अब जस्तै यहाँनिर स्क्यान देखाएर चाहिँ यो चाहिँ नर्मल के आउँछ हाम्रो मोनिटर मोडमा तपाईँले इन्टरनेट एसेसिबल गर्नको लागि चाहिँ दिन्छ होइन। इन्टरनेट एक्सेस गर्नु छ भने तपाईँ यो एभाइलेबल छ नेटवर्क, यसलाई तपाईँहरूले के गर्नुहोस् भन्दाखेरि योमा कनेक्ट गर्नुहोस्। अब तपाईँको म्यानेज मोनिटर मोडले के गर्छ भन्दाखेरि यो अहिले होइन मेरो वरिपरि होइन वायरलेस मेरो सराउन्डिङमा है, मेरो चाहिँ वायरलेस मिडियममा के लाइक डाटाहरू चाहिँ तलमाथि गइरहेछ अरू ब्याक एन्ड फोर्थ भइरहेछ, मेरो वरिपरि के डाटाहरू मुभमेन्ट भइरहेछ। हामीलाई थाहा छ हाम्रो वरिपरि त जति बेला पनि डाटाहरूको मुभमेन्ट भइरहेको हुन्छ नि हो होइन। आइदर इट्स डिफ्रेन्ट डिफ्रेन्ट मिडियमको हुनसक्ला, कसैको तपाईँको वरिपरि तपाईँको कलको हुनसक्ला होइन, कसैको वरिपरि अब जिएसएमको हुनसक्ला, कसैको वरिपरि ब्लुटुथको हुनसक्ला, कसैको वरिपरि इन्फ्रारेडहरू हुनसक्ला, तर हाम्रो वरिपरि टन्नै डाटाहरू मुभमेन्ट भइरहेको छैन त जति बेला पनि सर। है। सो तपाईँले चाहिँ अब नेटवर्क रिलेटेड होइन वायरलेस नेटवर्क रिलेटेड डाटाहरू क्याप्चर गर्नु छ भने हामी के गर्नुपर्ने छ त मोनिटर मोडमा जानुपर्ने हुन्छ। सो द्याट तपाईँको के दिँदैन त्यसले त्यसले चाहिँ तपाईँको एभाइलेबल नेटवर्कहरू होइन कनेक्टिभिटीहरू चाहिँ दिँदैन, तर त्यसले के गर्छ हजुरको वरिपरि जति पनि एभाइलेबल नेटवर्कको डाटाहरू छ त्यसले चाहिँ मोनिटर गर्छ है। सो हेरौँ है त यहाँ चाहिँ तपाईँको के आउँछ त भन्दाखेरि दुइटा कुरो आउँछ जसलाई हाम्रो इफ कन्फिग होइन, इफ कन्फिगले गरिदिउँ पहिला इफ कन्फिग तपाईँहरू सबैलाई थाहा छँदैछ इफ कन्फिगले हाम्रो के गर्छ है। हजुरको चाहिँ के गर्छ त भन्दाखेरि जति पनि इन्टरफेसेसहरू छ होइन आइदर इट्स फिजिकल अरू तपाईँको लोजिकल अरू तपाईँको वायरलेस होइन वायरलेस इन्टरफेसेसहरू सो सबै दिन्छ तपाईँलाई हो होइन। सो मेरो यो फिजिकल होइन ENS33 भनेको के भयो त ENS33 भनेको मेरो के भयो त जुन चाहिँ हाम्रो वायर्ड कनेक्टिभिटी यहाँनिर देखाइरहेछ नि होइन। सो त्यसको चाहिँ के भयो त हजुरको फिजिकल कनेक्सन भयो यो। त्यसै गरी हजुरको यो चाहिँ लुपब्याक एड्रेस भनेको के भयो त लोजिकल लोकल होस्ट भने जस्तो होइन। सो त्यसै गरी हजुरको वायरलेसको लागि यहाँनिर छ नेमिङ, ठिक छ है। यो भनेको के हो त तपाईँको नयाँ नेमिङ कल्चरमा तपाईँको ENS33 होइन, अनि त्यसपछि वायरलेसको लागि WLX यो नम्बरहरू चाहिँ तलमाथि हुन्छ। तर हाम्रो पहिला चाहिँ के हुन्थ्यो त इच जेरो र WLAN जेरो होइन। हामीले ख्याल गरेको हामीले हेरेको हामीले बुझेको के हो त इच जेरो र WLAN जेरो। अहिले चाहिँ तपाईँको के छ त त्यही चेन्ज भएर नेमिङ मात्र चेन्ज भयो, हुने चाहिँ एउटै कुरा हो, ठिक छ है। सो अब चाहिँ तपाईँको यहाँनिर अर्को बुझ्नुपर्ने कुरा के हुन्छ भन्दाखेरि हामीले चाहिँ अब वायरलेस लाइक डिटेल्सहरू हेर्नु छ भने हामीले त यो त सबै एसेसेबल तपाईँको एडाप्टर बारे हामीलाई देखाउँछ यहाँनिर नेटवर्क रिसोर्सेस बारे। अब तपाईँले चाहिँ जस्ट वायरलेसको हेर्नु छ भने तपाईँले के गर्नुहुन्छ IW कन्फिग, सो द्याट तपाईँको के आउँछ त
होइन, डिटेल इन्फर्मेसन एबाउट हजुरको वायरलेस ड्राइभर अरू वायरलेस एडाप्टरको डिटेल इन्फर्मेसन आउँछ। जस्तै तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ, अब यहाँनिर कुन कुन होइन आइट्रिपल कुन स्ट्यान्डर्ड फलो भइरहेछ त्यो हेर्न सक्नुहुन्छ। द्याट इज वाइफाई होइन, 802.11 भनेको वाइफाईको लागि हुन्छ। अब यो त नेमिङ भइ नै हाल्यो। अनि त्यसै गरी तपाईँको के छ, इएसएसआइडी अहिलेको लागि केही पनि कनेक्सन केही पनि छैन। ठिक छ होइन, कोहीसँग कनेक्सन छैन, सो द्याट मिन्स अफ अर एनी देखाइरहेछ अहिलेको लागि। पावरहरू सबै देखाइ नै रहेछ यसको। तर मोड हेर्नुभयो भने के छ, म्यानेज्ड। है। सो त्यसै गरी अब चाहिँ तपाईँको के आउँछ भन्दाखेरि हाम्रो चाहिँ यो म्यानेज मोडमा चाहिँ के हुन्छ त, जस्ट कनेक्टिभिटीको लागि हेल्प गर्छ। मैले अघि पनि भने, अब हामी अर्कोमा पनि हेरिहालौँ है। सो अनि त्यसपछि तपाईँहरूले चाहिँ अलिकति फरक चाहिँ बुझ्छौँ हामी, के चाहिँ गर्छ त्यो चाहिँ फरक हामी अनि थाहा हुन्छ। यसलाई नि अन हुन थियो अनि है त, सर्च पनि हालिदिइहालौँ। ओके, अब चाहिँ तपाईँहरूलाई चाहिँ होइन, यो चाहिँ जस्ट भयो हाम्रो यो नर्मल तपाईँले लाइक आफ्नो भर्चुअल मेसिन अरू आफ्नो कालो मेसिनमा कनेक्ट गरेपछि त यो म्यानेज मोडमा अलरेडी हुन्छ नै, यसले हामीलाई फरकै पारेन। तर तपाईँको के हुन्छ भन्दाखेरि अब चाहिँ हामीलाई के चाहिन्छ त, हामी मोनिटर मोडमा जानुपर्ने हुन्छ। सो अब यसको लागि चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट टुल्सहरू हुन्छ होइन। अब हामीले चाहिँ के टुल युज गर्छौँ त, हामीले एउटा इयर क्र्याक स्विट युज गर्छौँ। हामीले के गर्छौँ त, इयर प्ले स्विट युज गर्छौँ भनौँ न है। अब यहाँनिर हेर्नुहुन्छ भने तपाईँको डिफ्रेन्ट डिफ्रेन्ट टुल्सहरू पनि हुन्छ है। अब कतिजनाले यहाँबाट फरक पनि सुन्नु भएको होला होइन, जस्तै वाच हुन्छ, तपाईँहरूले अरू पनि युज गर्न सक्नुहुन्छ, इनसाइडर। त्यसै गरी हजुरको नेट सर्भेयर, अनि वाइफाई लाइट, यो चाहिँ डिफ्रेन्ट टुल्सहरू हुन्छ। तर हामीले यो मध्येको टुल्सहरू चाहिँ जेनरली युज गर्दैनौँ होइन। हाम्रो ल्याबको लागि तपाईँहरूले यो टुल्सहरू पनि युज गर्दा हुन्छ। हामीले चाहिँ के गर्छौँ त, अब धेरै जस्तो तपाईँहरूले पनि धेरै ठाउँमा हेर्नुभयो होइन, धेरै ठाउँमा तपाईँहरूको के गराउँछ त भन्दाखेरि एयर क्र्याक एनजी सुइटकै युज गराउँछ है। अब यो टुल के हो त भन्दाखेरि तपाईँको जति पनि होइन वायरलेसको डिफ्रेन्ट डिफ्रेन्ट लाइक यहाँ यसमा चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट कुराहरूको कलेक्सन हुन्छ होइन। जस्तै तपाईँको के हुन्छ भन्दाखेरि यसमा चाहिँ तपाईँको डिस्कभरीदेखि लिएर होइन हजुरको चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट एट्याक्सहरूदेखि लिएर क्र्याकिङहरूदेखि लिएर सबै टुलको कलेक्सन हुन्छ क्या यो सुइटमा। बुझ्नुभयो होइन। अघिको टुलहरूमा फ्री हो कि पेड हो सर अघिको टुलहरू? अघिको टुलहरू पनि प्रायः जस्तो तपाईँको फ्री नै हुन्छ, गिट हबहरूमा पाउनुहुन्छ क्या। ए, यस काम गर्छ। है इभन तपाईँको अब एपिटी इन्स्टल गरेर पनि इन्स्टल गर्दा पनि हुन्छ वासहरू। ठिक छ, एपिटी ओके सर। इन्स्टल वास गर्नुभयो भने हुन्छ ओके सर। है। सो त्यसरी एपिटी इन्स्टल इन्साइडरहरू गर्दा पनि हुन्छ, अरू इभन गिट हबहरूमा पनि पाइ नै हाल्छ। तर हामीले चाहिँ सकेसम्म के गर्छौँ त भन्दाखेरि एयर क्र्याक एनजी सुइटकै धेरैजनाले किन युज गर्छ भन्दाखेरि यसमा चाहिँ तपाईँको धेरैवटा कलेक्सन अफ टुल्स हुन्छ। सो द्याट हामीले चाहिँ कलेक्सन अफ स्टेप्स के गर्नुपर्ने हुन्छ त, वाइफाई ह्याकिङमा चाहिँ फलो गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अब एउटै टुलले चाहिँ तपाईँको मल्टिपल कुराहरू काम गरिदिने भएकोले हामीले चाहिँ सजिलो पारिदिन्छ क्या यो टुलले। बुझ्नुभयो होइन। हामीले चाहिँ अब जस्ट तपाईँको ह्यास मात्र कलेक्ट गर्नु छ भने एउटा टुलले काम गरिदिएला। तर तपाईँले के चाहिन्छ त, ह्यासलाई क्र्याक पनि गर्नु पर्यो, सबै गर्नु पर्यो। बुझ्नुभयो होइन। हाम्रो गोल भनेको त के हुन्छ त, वायरलेसको सबै लास्टमा कनेक्टिभिटी लिनेसम्म गोल हुन्छ नि त हाम्रो है। सो द्याट तपाईँको के गर्छ त, एयर क्र्याक एन्ड सुइटले चाहिँ हेल्प गर्छ क्या हाम्रो सबै कुराहरूलाई लाइक ओभरअल फलो गर्नलाई। सो अब यहाँ हेर्नुभयो भने तपाईँको के छ त, जस्ट यसलाई नो गरिदिउँ। यहाँनिर हेऱ्यौँ भने हाम्रो कनेक्ट छ कि छैन। ओके, यो पनि कनेक्ट छ, नो। सो ओके, अब हामी अर्को हेरौँ। अब तपाईँको म्यानेज मोड छ भने यसलाई पनि हेरिहालौँ। तपाईँहरूले म्यानेज मोड हेर्नुहुन्छ भने सर त्यो कनेक्ट देखायो भने हाम्रो एडाप्टर काम गर्यो भन्ने बुझिन्छ है? त्यही भन्नुभएको कनेक्ट हाम्रो कनेक्सन इस्टाब्लिस भयो, अब लाइक काम गर्ने नगर्ने कुरा अघि गर्नुभएको थियो नि। यस्तो हाम्रो यो हजुर। एभाइलेबल हजुर। है। एडाप्टरले। एडाप्टर चाहिँ तपाईँको यसमा काम गरिरहेछ भन्ने कुरा हुन्छ। ओके। यसले चाहिँ एभाइलेबल नेटवर्क आयो भने चाहिँ यो यस तलको सर। पोर्सन आयो भने चाहिँ भन्नु न।
है। नभए वाइफाई तपाईँको यति नेटवर्क मात्र हुन्छ क्या यति फिजिकल, मात्र हुन्छ हो। है इथरनेट कनेक्सन मात्र हुन्छ, यति वायर्ड कनेक्सन इस्टाब्लिस अनि डिस्कनेक्ट गर्ने यति मात्र हुन्छ। वाइफाई छ भने चाहिँ यो बल्ल आउँछ। मेरो भयो सर त्यति त। है अब यति त जो सबै हुन्छ ल। यति कि त बिग्रिनै पर्यो एडाप्टर, नत्र यति त हुन्छ ल। अब गर्दै जानुहोस् होइन, सँगसँगै गर्दै जानुहोस्, थाहा भइहाल्छ। है सो ओके, म यहाँनिर एउटा कुरा देखाइरहेको थिएँ, आइडब्लु कन्फ्लिग हामीले यहाँ पनि हेर्छौँ। सो द्याट यहाँबाट पनि तपाईँलाई के थाहा हुन्छ, के थाहा हुन्छ, मुड थाहा हुन्छ। बुझ्नुभयो, बुझ्नु भएन? बुझेँ। है सो अब चाहिँ तपाईँले के गर्नुहुन्छ त, अब हामीले अहिले पनि भन्यौँ होइन, इयर क्र्याक एनजीको हामीले सुट युज गर्छौँ। सो तपाईँको सबसे फर्स्ट टुल होइन, अरू मोनिटर मोडमा लाने टुलै के हो त, इयर मन एनजीले चाहिँ तपाईँको के गर्छ त, जस्ट हजुरको लाइक लाइक वायरलेस एडाप्टरलाई के गर्छ त, मोनिटर मोडमा लानको लागि हेल्प गर्छ है। सो हामीले के गर्छौँ त, इयर मन एनजी, एनजी होइन, इयर मन एनजी मात्र गरेर हेर्नुभयो भने तपाईँको के हुन्छ त, तपाईँको डिटेल्स देखाउँछ ल। स्टार्ट गरिदिनु मलाई, एयरमोन एनजी एन्ड देन हजुरको स्टार्ट। ओके, हेर्नु त, अब यहाँनिर के देखायो होइन, यसले चाहिँ के भन्यो त मलाई, हजुरको चाहिँ अलरेडी कुन कुन प्रोसेसहरू चाहिँ रन भइरहेछ, सो द्याट हामीले के रन गर्न पाएनौँ त, एयरमोन एनजी रन गर्न पाएनौँ। ठिक छ, बुझ्नुभयो है। इभन तपाईँको डिटेल्स हेर्नुहुन्छ भने हाम्रो यहाँनिर रियलटेक सेमिकन्डक्टर होइन, यो चिपसेट चाहिँ यो छ, यिनीहरूमा चाहिँ जेनरली चल्छ। कुनमा चल्दैन भन्दाखेरि यसमा चल्दैन, यो ड्राइभर तपाईँको एडाप्टरमा छ भने चाहिँ चल्दैन ल। यो मन एनजी स्टार्ट गरिदिनु भयो भने पनि हुन्छ, कस्टमर एडाप्टरको नेम पनि हाल्दै। त्यसपछि तपाईँको डिटेल चाहिँ देखाउँछ। ओके, हेर्नु त, यो जुन छ नि रियलटेक, हेलो, यो हजुर सर। पारामा चाहिँ काम गर्दैन ल। सो द्याट हामीले अब यही भर्जनलाई चलाउनु छ भने, अब कोहीसँग छ भने चाहिँ तपाईँहरूले यो रियलटेक यो आरटिएल होइन 8118 युएसलाई चाहिँ तपाईँले फेरेर अरू भर्जनमा चाहिँ लैजानु पर्ने हुन्छ क्या। है सो यो गर्नु छ भने मलाई छुट्टै मेसेज गर्नु होला, म भनिदिन्छु। तर अहिलेको लागि हामीले के गर्छौँ त, अलरेडी तपाईँको यो एडाप्टर छ मसँग, आरटिएल 8188 होइन एफटिभी, मोटामोटी उस्तै नै हुन्छ, अलिकति तलमाथि नम्बर फरक हुन्छ होइन, तपाईँले चेन्ज गरिदिनु भयो भने चल्छ त्यसमा पनि। है तर जे होस् ह्यासल चाहिँ हुन्छ त्यसमा, कति बेला चल्छ कति बेला चल्दैन। तर हाम्रो अहिलेको प्रब्लम के हो त, दुइटैमा आएको प्रब्लम, तपाईँको यहाँनिर चाहिँ कुनै प्रोसेसहरू रन भइरहेछ, सो द्याट हाम्रो मोनिटर मोडमा लान मिलेन, अर इयर मन एनजी चाहिँ चल्न मिलेन भन्यो। ठिक छ, बुझ्नुभयो? सो द्याट अब हामीले के गर्नुपर्ने हुन्छ त, त्यो प्रोसेसहरूलाई किल गर्नुपर्ने हुन्छ क्या। है इयर मन एनजी होइन, चेक गर्नुभयो भने तपाईँको यही नै के चलिरहेछ होइन, यो चेक गर्दा हुन्छ। अब नगर्दा नि हुन्छ, यहाँ अलरेडी देखाइरहेछ भने मैले चेक गर्दिनँ, मैले के गरिदिन्छु डाइरेक्ट किल गरिदिन्छु। ठिक छ, चेक गरेर, बुझ्नुभयो? एयरमोन एनजी चेक किल गरिदिन्छु, यसले चाहिँ सबैलाई किल गरिदिन्छ। अब चाहिँ चेक सर गर्नुभयो भने डाइरेक्ट किल मात्र गरे नि हुन्छ। डाइरेक्ट किल गरे नि हुन्छ, त्यसले चेक गरेर किल गरिदिन्छ क्या, के चलिरहेछ यो देखाउनुको लागि। बुझ्नुभयो बुझेँ सर। है? अरू इभन तपाईँले चेक गर्नु छ भने चाहिँ अब फर्दर के गर्नुहुन्छ, डाइरेक्ट चेक गर्न पाउनुभयो। सो मेरो केही पनि चलिरहेको छैन, अब चाहिँ तपाईँले स्टार्ट गर्नुभयो भने चाहिँ हुन्छ ल। स्टार्ट गरिदिनु, के भन्छ, ए त अब त तपाईँको के भयो, अब चाहिँ एडाप्टर के भयो त, हामीले यहाँनिर हेऱ्यौँ भने होइन, यसले चाहिँ टोटल तपाईँको नेटवर्क एडाप्टर अरू नेटवर्क कन्फिगरेसनलाई नै के गरिदिन्छ, रिसेट गरेर उडाइदिन्छ क्या, सबैले उडाइदिन्छ। बुझ्नुभयो, नेटवर्क म्यानेजरै उड्यो हाम्रो। बुझ्नुभयो? सो द्याट अब केही छँदै छैन, तपाईँको फिजिकल कनेक्सन पनि छैन, लोजिकल कनेक्सन पनि छैन, वायरलेस कनेक्सन पनि छैन। बुझ्नुभयो? है सो द्याट अब चाहिँ के गर्नुपर्ने हुन्छ त, तपाईँको नेटवर्क म्यानेजरलाई पहिला स्टार्ट गर्नु पर्यो होइन। सो तपाईँको के हुन्छ, सर्भिस
सर्भिस नेटवर्क म्यानेजर रिस्टार्ट गरिदिउँ। So, यसमा त तपाईँको के गर्नु पर्यो, नेटवर्क, यो चाहिँ अलिकति केस सेन्सिटिभ हुन्छ। सो नेटवर्क म्यानेजर रिस्टार्ट, हेर्नु त भयो। हेलो, है भयो। तपाईँको नेटवर्क म्यानेजर फेरि रिस्टार्ट भयो। अब तपाईँले गर्नुभयो भने होइन, स्टार्ट गरिदिनु। यो फेरि अब मेरो त डाइरेक्ट रन भयो जस्तो लाग्छ त्यो ऊ किल गरेपछि। फिल गरिसक्यो त, नरन पनि यो रन भइरहेको छ। Kill them using your check kill before putting the card in. They will interfere with the changing. As I'm putting them it's back in manage mode. Request doesn't exist. Doesn't exist now. And it has to be आइडब्ल्यू ए डब्लु ल्यान मोडमा गइसकेको छ तपाईँको। ओके, हाम्रो हेर्नु त मोनिटर मोडमा अलरेडी गइसक्यो। ठिक छ। हेलो, हजुर सर। है। सो तपाईँको नेमिङ चाहिँ के हुन्छ त, तपाईँको मोनिटर मोडमा गएपछि चाहिँ अब अहिले पछि चाहिँ यो के हुन्छ होइन, खासमा यो चाहिँ अब यिनीहरूको ओएसको कुरा हो है। खासमा नेमिङ चाहिँ चेन्ज हुन्छ मोनिटर मोडमा गइसकेपछि। तर तपाईँहरूले चाहिँ अब यतिको पनि चेक गर्न चाहिँ मिल्छ है, यो मोड एनजीले पनि मिल्छ, मिल्न चाहिँ तपाईँले हेर्नुभयो भने हाम्रो केमा छ, मोनिटर मोडमा गइसक्यो। ठिक छ। सर यो मैले एउटा मात्र- फोटो पठाएको थिएँ त्यो भनेको स्टार्ट भएको होइन। हजुर, मैले एउटा फोटो पठाएको थिएँ मेसेजमा स्काइप। स्काइपमा स्काइप होइन यसै जुममै। जुम चाहिँ मैले हाइड गरे हुन्छु क्या, त्यही भएर आफ्नो हजुरको चाहिँ मन देखाएको छैन, आइडब्लु कन्फिग गरेर हेर्नुहोस् त, मन देखाइरहेछ। डब्लु ल्यान जेरो मन यो मैले जुन गरेँ नि भर्खरै, यहाँ यो दुइटा चेक गरेर मलाई देखाउनु त। यो यो गर्नु होइन, आइडब्लु के अरे कन्फिग गर्नु, अनि यहाँनिर इन्टरफेसको नेम चाहिँ चेन्ज हुनुपर्छ, गर्नु त। त्यसले थाहा नै इन्टरफेसको हुँदैन क्या, जो तपाईँको नेम चेन्ज भयो भने चाहिँ मोनिटर मोडमा गएको छ भन्ने हुन्छ। तर यतिले पनि तपाईँको एडाप्टरले काम गरेछ छैन भन्ने हुँदैन। अझै तपाईँको प्याकेटहरू एनालाइसिस गरिरहेछ कि छैन, डिस्कभर गरिरहेछ कि छैन, त्यहाँनिर बल्ल गएर हाम्रो काम आउँछ ल। सरलाई मैले फेरि पठाएर थिएँ। ए फेरि पठाउनु भयो, चेन्ज भएको छैन सर। नेम हेर्नु ल। नेम चेन्ज भइरहेछ भने एउटा प्रब्लम त यहाँ पनि आउँछ कतिलाई। त्यो मुन त आएको छैन आउनु त। मुन आएको छैन भने फेरि त्यो के आइरहेछ प्रब्लम स्टार्ट गर्दा। मेरो त इस्यु त केही देखाएकै छैन। अब मोनिटर देखाइ मोडमा चाहिँ गएको देखाइरहेछ। पक्नु है, एकछिन हेर्न दिनु त। आएन भने त फेरि स्टार्ट गर्नु त, के भनिरहेछ त्यसो भए। स्टार्ट गर्दा अलरेडी रनिङ भनिरहेछ, यहाँ चाहिँ मोनिटर मोडमा दिइरहेको छैन, द्याट मिन्स मोनिटर मोडमा गएकै छैन त्यो ल। एकताल किल गरेर प्रोसेसहरू किल गरेर होइन, त्यसरी मोनिटर गर्नु। मोड अलरेडी इनेबल्ड भनेर आइरहेछ। अब यस्तै अलिकति झ्याउनै हुन्छ क्या यो एडाप्टरहरू, त्यही भएर मैले सकेसम्म होइन यो नै भन्छु क्या, त्यहाँ गएर दुई तिन ताल गर्नु होइन। मेरो चाहिँ धेरै नै प्रब्लम भएर मैले हजुरहरूलाई यो सजेसन दिन पुगेँ होला। अलिकति झ्याउनै छ क्या नेपालको मार्केट यो एडाप्टर लिएर है। हामीले चाहिँ ल नर्मल इन्टरनेट युज गर्नेलाई त बाल मतलब हुँदैन। सर एकचोटि अघि त्यो हजुरले एडाप्टर रिस्टार्ट गर्नेवाला के थियो कमान्ड त्यो माथि। चेक किल गर्नु ल, एयरमन एनजी चेक किल है। जी चेक।
कि चेक किले गर्नुपर्ने हुन्छ तपाईँले। किल मात्र गर्दा मैले चेक किल होइन चेक किलै गरेको थिएँ सर गर्नु चेक त। किले गर्नुपर्ने रहेछ ल, म पनि अलिकति कन्फ्युज भएको थिएँ होइन। अनि त्यसले सर्भिस रिस्टार्ट गर्यो होइन? त्यो त्यसपछि पनि नेटवर्क त्यो म्यानेजरलाई अँ, रिस्टार्ट गर्नु, सर्भिस नेटवर्क त्यो म्यानेजर रिस्टार्ट। त्यो पनि भयो। हजुर, त्यसपछि अब अब फेरि रन गर्नु त त्यो एयरमन त्यो एनजी सर्भिस स्टार्ट। सर्भिस स्पेस हो कि के छ सर्भिस स्पेस। के होइन। सर्भिस स्पेस अनि त्यसपछि नेटवर्कको एन क्यापिटल म्यानेजर सँगै नेटवर्क म्यानेजरमा एन र एम क्यापिटल अनि रिस्टार्ट। कहाँ म देखाइदिन्छु ल, पक्नु ल। ए यहीँनिर होला, कहाँ गयो? यो यो तेह्र हाले पनि आउँछ त्यहाँ होइन? त्यसमा केही छैन त्यसमा। भइरहेछ। नामै चेन्ज होइन, त्यही डब्लुएलएएक्स के भन्ने छ क्या अरे? त्यो नाम त अब हजुरको आइडब्लु कन्फिग गरेर हेर्नु होइन, जे नाम छ त्यही कपी गरेर हालिदिनु। अब नाम चाहिँ सबैको फरक फरक हुन्छ ल, एउटै चाहिँ हुँदैन ल। यो चाहिँ कस्तो हो भन्दाखेरि होइन, हजुरहरूले चाहिँ के बुझ्नु भन्दाखेरि कसैकोमा चाहिँ अब इथ जेरो डब्लुल्यान जेरो छ भने इन्टरफेस जेरोमा छ भने चाहिँ जेरो देखाउँछ, हजुरको इन्टरफेस वानमा छ भने डब्लुल्यान वान देखाउँछ नि त होइन। तर अब यो नाम कपी नाम राखिसकेपछि स्टार्ट गरेर अब के चेक गर्ने हो अरे? अब के गर्नु पऱ्यो फेरि अब चाहिँ आइपिटी? अब स्टार्ट गरेपछि तपाईँले यो आइडब्लु कन्फिग गरेर यो नेममा मन एड भएको हुनुपर्छ ओके। क्या। त्यो त है, भएन सर। अर इयर मन एनजीमा पनि तपाईँको के गर्नु पर्यो, मन एड गर्नु पर्यो। एक नम्बरको तपाईँको एडाप्टर फिल्टर हुने, नम्बर वान फिल्टर यहीँनिर आदि एडाप्टर फिल्टर हुन्छ। बुझ्नुभयो? बुझ्नुभयो? आदि एडाप्टर तपाईँको यहाँ मोनिटर मोडमै जाँदैन है। अब हेर्नु यहाँ मोनिटर मोडमा गए पनि के हुन्छ, यो मोनिटर मोडमा पनि जान्छ। हेर्नु है। सर मेरोले मन गरेन। मेरोले पनि भएन। मेरो पनि भएन सर। भन्नु है। यहाँनिर हेरौँ है। अब यो चाहिँ जान्छ कि अब यो सेसनमा नजाने नि सक्ला होइन, तर गएर हुन्छ क्या यो। घरिघरि चाहिँ जान्छ, घरिघरि जाँदैन। अब हेरौँ है त आज के चाहिँ हुन्छ। इयर मन एनजी गरेर तपाईँहरूको के गरिदिउँ, चेक किली गरिदिउँ पहिला। त्यसपछि के गरिदिउँ त यसलाई, चेक नगरौँ अब डाइरेक्ट तपाईँहरूको सर्भिस नेटवर्क मोनिटर रिस्टार्ट। त्यही भएर मैले के भन्छु, सकेसम्म निकेल्टन हुन्छ के भयो, एनइटी डब्लुओआरके एमओएन। रिस्टार्टको स्पेलिङ मिल्ने सर। नेटवर्क म्यानेजर हो नि त, मोनिटर मोनिटर भन्दा भन्दा यहीँ मोनिटर अब लेख, यो रिस्टार्ट हो न। म्यानेजर सर हो नि त। मोनिटर मोनिटर भन्दा भन्दा त्यही मोनिटर लेख्न थाल्यो त अनि हुन्छ। ओके, अब आइडब्लु कन्फिग। सरकोले पनि मन गरेन। ओके, सेम ओके भयो सेम न सेम अब। है। यहाँ चाहिँ आधै मात्रै मोनिटर देखाएर छ, ठिक छ है। यसले चाहिँ के गर्छ, यति मात्र देखायो भने तपाईँको यहाँनिर इन्टरफेस चेन्ज भयो भने पनि हुन्छ होइन, यतिले माने पनि हुन्छ। अब तपाईँहरूले कोही कोही कन्फ्युज भएर सर यहाँनिर मोनिटर मोड देखाइरहेछ भने यसको चाहिँ म अहिले पछि देखाउँछु, सेम प्रब्लम ल। यहीँनिर आएर तपाईँहरूको आदि फिल्टर हुन्छ, ठिक छ। र सकेसम्म मैले के भन्छु, योभन्दा पनि भित्र जानु होइन, तर नगए नै हुन्छ क्या। किन भन्दाखेरि कहिलेकाहीँ चाहिँ तपाईँको यहाँनिर मन आयो भने चाहिँ भित्र जाने हो, ठिक छ। त्यसपछि तपाईँको सेकेन्ड स्टेप ल। फर्स्ट स्टेप बुझ्नुभयो, यहाँनिर मनमा ओके। गएन भने तपाईँको के छ, एडाप्टर काम लागेन हामीलाई हो। होइन। इन्टरनेट काम लाग्नलाई तपाईँलाई दामी इन्टरनेट चल्छ होइन, नो इस्यु है। जस्ट अब हेर्नु ल, यो चाहिँ किन चाहिन्छ हामीलाई मोनिटर मोड। अब चाहिँ तपाईँहरूले के गर्नुहुन्छ भन्दाखेरि हामीले चाहिँ अब डिस्कभर मोड गर्नुपर्ने हुन्छ होइन। डाटाहरू हामीले चाहिँ के गर्नुपर्ने, प्याकेट एनालाइसिस अर हामीले चाहिँ जति पनि तपाईँको लाइक इन्टरफेसेसहरू लाइक हाम्रो वरिपरि डाटाहरू छ होइन, त्यो सबैलाई डिस्कभर गर्नुपर्ने हुन्छ क्या। सो त्यसको लागि हामीले के गर्छौँ त, एरोडम होइन, एरो एरो नै हुन्छ, एरोडम एनजी। यसकै हामीले टुल अर्को एरोडम्प एनजी भन्ने टुल युज गर्छौँ है, एरोडम्प एनजी। अनि त्यसपछि तपाईँको के गर्नुहोस् भन्दाखेरि मन छ भने चाहिँ मन दिनुहोस्, अब मन छैन भने चाहिँ तपाईँले के दिनुहुन्छ, अब त्यही दिनुहुन्छ होइन, आफ्नो जे छ त्यही।
जस्तै यहाँनिर के दिन्छु म, एरो डम्प एनजी। अनि तपाईँहरूकोमा नि यही त हो होइन, नम्बर तर माथि हुन्छ होला, तर यही नै हुन्छ होला। अच्छा। अब हेर्नुहोस् है, यसलाई हेडै गरिदिउँ ल एकछिन, यसलाई यसले धेरै डिस्टर्ब गर्यो। अब तपाईँहरूले त जुमको हेर्नुहुन्न, रेकर्डिङमा चाहिँ आउँछ। सो हेर्नु, यहाँनिर ठ्याक्क यसले के इस्यु गर्छ, मोनिटर मोडमा गए पनि होइन, मन भए पनि यहाँनिर तपाईँको डाटा आइरहेछ भने पनि के गर्ने होइन, म फेरि भन्छु, तपाईँहरूले यहाँसम्म आए पनि तपाईँको यहाँनिर चाहिँ डाटाहरू ग्यादर गरिरहेछ हेरिरहेछ भने पनि के गर्ने त, फर्दर तपाईँको ओके। फेरिहरूलाई रिस्टार्ट गर्नु। ठिक छ, हम्म। सबै मेसिनलाई रिस्टार्ट गर्नु, इजेक्ट गर्नु होइन एडाप्टरलाई, फेरि छिराउनु, फेरि सबै भर्चुअल मेसिनहरूलाई अन गर्नु, एन्ड फेरि यहाँसम्म प्रोसेस कन्टिन्यू गर्नु, यहाँसम्म 2-3 ताल आउनु पर्यो डाटाहरू। सर त्यसपछि मेरोमा आइरहेको छ, हेर्नु त एडाप्टर जुममा पठाएको बुझ्नुभयो छ। हजुर सर। होइन, नत्र यहाँसम्म आएर तपाईँको 1 ताल आउँछ, घरिघरि नआउन पनि सक्छ क्या, 2-3 ताल आउँछ पछि चाहिँ नआइदिन सक्छ। फेरि पसलमा त तपाईँले हेर्नुहुन्छ, ए सरले भने जति त मैले गरेँ यहाँनिरसम्म आइरहेछ, ल किनेर जाउँ भन्ने हुन्छ हजुर। होइन। सो हाम्रो नेपालको सिनेरियो हेरेर भनेको ल मैले, सर मैले फेरि मजाले उसमा मैले पनि प्याराग्राफ पठाएको कम्प्लिट छु, हेरिदिनु न, राख्नुपर्छ भने त्यस्तै चाहिँ डिफ्रेन्ट भन्नुभएको। सिनेरियो हुन्छ। अब म त्यसको ग्यारेन्टी चाहिँ लिँदिनँ होइन, यो चाहिँ नेपालमा तपाईँहरूलाई पनि अब यस्तो चाहिँ गाह्रो हुन्छ भनेर मैले चाहिँ भनिदिइरहेको छु। सो अब हेरौँ है त, यहाँनिर गरेर इन्टर गर्नुहुन्छ, तपाईँहरूको हेर्नु त, राम्रोवाला एडाप्टरमा यस्तो हुन्छ, लाइक राम्रो भन्नाले जुनमा चाहिँ काम गर्छ भनौँ न, राम्रो त उस्तै हो होइन, त्योभन्दा सस्तो त यही हो। सर त्यो माथिको त मेरो पनि भयो, त्यो उसहरू आइरहेछ। त्यस्तो आइरहेछ, सबै डाटाहरू आइरहेछ। हजुर माथिको चाहिँ आएको छ, सेकेन्ड स्टेपको चाहिँ आएन, योहरू चाहिँ आएको छ हजुर। सिक्किमको आइरहेको छैन भने हामीले चाहिँ अहिले पछि हेर्छौँ ल, फर्स्टबाट चाहिँ हामीले कनेक्सन गरेर त्यहाँबाट चाहिँ हामीले यो निकाल्छौँ है। एकैछिन पक्नु, फर्स्टको आइरहेछ भने फर्दर तपाईँले ट्राई गर्नु हुनसक्छ तपाईँकोमा है। ओके सर। अब कि त तपाईँको छोडिदिन मन छ भने चाहिँ तपाईँको के हुन्छ, 2-3 ताल गर्नुहुन्छ भने चाहिँ 2-3 ताल पछि तपाईँको आउँदैन ल अच्छा। होइन। जुन चाहिँ मैले अपडेटवाला कुरा गरेको थिएँ नि, ठ्याक्क तपाईँको यसमा पनि के हुन्छ, भर्जन 1मा हामीले चाहिँ यो भर्जन 2लाई होइन, जुन चाहिँ मैले अघि पनि भने, यसमा जुन एडाप्टर हाम्रो कनेक्ट छ त्यसलाई चाहिँ हामीले अलिकति ड्राइभरलाई ट्विक्स गऱ्यो भने चाहिँ यहाँ आउँछ, तर के भइदिन्छ, फेरि फेरि चाहिँ आउँदैन क्या ओके सर। होइन, कहिले कहिले चाहिँ आउँछ कहिले आउँदैन। सो अब हामी चाहिँ ल्याबमा जान्छौँ। अब ल्याबमा जानको लागि हामीले के गर्छौँ त, यसलाई पनि हामीले अफ गरिदिउँ अहिलेको लागि। अफ त नगर्दा नि हुन्थ्यो, जस अब चाहिँ हामी हटस्पट छोडेर यहाँ काम गर्छौँ, हटस्पट छोड्छौँ। सरी माथिको डाटा आउनको लागि चाहिँ दुइटै भर्चुअल मेसिन रन हुनुपर्छ। दुइटै कस्तो, मैले यो दुइटा त तपाईँहरूलाई ल्याबको लागि देखाएको ल, तपाईँहरूलाई यो एउटा मात्र चाहिन्छ है। दुइटा चाहिँ यो तपाईँहरूले सजिलोको लागि मैले देखाइरहेको छु, किनकि ठ्याक्क हामीले हेर्नु पनि पर्ने हुन्छ नि त, जस्तै वाइफाईको साँच्चै भइरहेछ कि छैन तपाईँहरूले देखाउनु पर्यो नि त मैले चाहिँ है। अब हजुर। किन भन्दाखेरि यो गर्नको लागि क्या, ठ्याक्क तपाईँको हेर्नु त, मेरो यो जुन छ नि, यो चाहिँ मेरो ल्याब भयो, यसलाई चाहिँ मलाई एट्याक गर्नु छ अरे ल, बुझ्नुभयो। त्यो भयो, यसलाई चाहिँ डिस्कनेक्ट गरिदिनु, यहाँनिर कनेक्ट भयो हाम्रो, यहाँनिर हेर्नु त, ठिक छ, बुझ्नुभयो, हाम्रो कनेक्सन छ नि है। अब मैले यो चाहिँ यही देखाउनुको लागि तपाईँहरूलाई यो ल्याब चाहिँ देखाउनु को लागि मात्र मैले दुइटा भर्चुअल मेसिन ल्याएको, तपाईँ चाहिँ तपाईँको एउटा भर्चुअल मेसिनमा मात्र कम गर्दा नि हुन्छ है। तर के हुन्छ, नेटवर्क चाहिँ चाहिन्छ ल तपाईँलाई, इन्टरनेट चाहिँ चाहिन्छ, बुझ्नुभयो है। वाइफाई ह्याक गर्नु पनि इन्टरनेट चाहिँ चाहिन्छ, हाम्रो यहाँनिर अलरेडी कनेक्टेड छ नि त यो इन्टरनेट होइन। अरू तपाईँको हेर्नु त, अब चाहिँ मोनिटर मोडमा जाने बित्तिकै तपाईँको के भयो, हट्यो सबै हजुर। होइन, नर्मल मोडवाला होइन, म्यानेज मोडवाला त सबै हट्यो, जुन चाहिँ हजुर। हामीले कनेक्ट गरेर चलाउन मिल्ने है। सो अब चाहिँ एनालाइसिस गर्न मिल्छ क्या तपाईँको जति पनि छ होइन। सो अब हेर्नु त, अब फेरि चलाइदिन्छु म, आयो हाम्रो नेटवर्क, यो सिएस ल्याब, हेलो, यस सर। आयो, ओके। सो सिएस ल्याब आयो भने अब हामीले के गर्छौँ त भन्दाखेरि, तपाईँको सिएस ल्याबलाई चाहिँ
अब ठ्याक्क हामीले एडै गर्ने हो। सो तपाईँको के गर्नुपर्ने हुन्छ त, हामीले डाटाहरू चाहिँ पहिला डम्प गर्नुपर्ने हुन्छ है। सो अब चाहिँ हामीले के गर्छौँ त, ठ्याक्क तपाईँहरूको एउटा चाहिँ लाइक फोल्डर बनाउँछौँ, त्यहाँनिर चाहिँ हामीले डाटा डम्प गर्छौँ है त। सो तपाईँको के छ, यहाँनिर चाहिँ अब यसलाई स्टप गरिदिँदा पनि हुन्छ है। हामीले चाहिँ चाहिने के हो त, तपाईँको चाहिँ यहाँबाट हामीले चाहिँ यो बिएसएस आइडी चाहिन्छ होइन, हामीले चाहिँ यो चाहिन्छ। अनि त्यसपछि तपाईँको के चाहिन्छ भन्दाखेरि हामीले चाहिँ च्यानल चाहिन्छ। बुझ्नुभयो, जुन एट्याक गर्न लाग्यो त्यसको चाहिँ च्यानल र हजुरको के चाहिन्छ, बिएसएस आइडी चाहिन्छ, द्याट मिन्स हजुरको म्याक चाहिन्छ है। अनि त्यसपछि अघि नै हामीले जुन कुरा गरिरहेको थियौँ होइन, हामीले चाहिँ अब ब्यान्डविथको कुरा गरिरहेको थियौँ, तपाईँहरूले 150 MBPS यो त्यो कुरा गरिरहेको थियौँ नि हामीले अघि न, ठिक छ। सो तपाईँको त्यो म्याटर चाहिँ गर्दैन। तपाईँको हेर्नु त यहाँनिर अरू नै स्पिडहरू छ नि, अरू हजुरको एपीहरू, यसको 130 छ, मेरो यसको त 65 मात्र छ नि त एमबी, ठिक छ। तर मलाई केले म्याटर गर्छ भन्दाखेरि तपाईँको पावरले क्या। पावर मिन्स हजुरको चाहिँ अब कति नजिक छ यो होइन, जति कम भयो हजुरको त्यति नै के हुन्छ त, पावरफुल स्ट्रेङ्थ हुन्छ क्या। हाम्रो त्यति नै सिग्नल के छ त, हाम्रो स्ट्रङ छ भन्ने हुन्छ। जति तपाईँको कम पावर त्यति नै सिग्नल राम्रो। बुझ्नुभयो। त्यो सकेसम्म तपाईँ धेरै नै कम गर्न खोज्नुहोस्। द्याट मिन्स हाम्रो के छ त, यिनीहरू चाहिँ मभन्दा चाहिँ अलिक टाढा रहेछ यो भन्दा चाहिँ। बुझ्नुभयो। अब यो चाहिँ अझै किन कम छ भन्दाखेरि मेरो चाहिँ मोबाइलको र हजुरको यो अब यो एन्टेनाले गर्दा चाहिँ अलिकति त्यति पावरको नहुन सक्ला। अब यसमै तपाईँले ठुलो एन्टेना लगाइदिनु भयो भने तपाईँको यो सिग्नल चाहिँ मोर पावर पनि हुन सक्ला, अरू घटेर कम भएर स्ट्रेन्थ चाहिँ राम्रो हुन सक्ला। बुझ्नुभयो है। सो यो चाहिँ म्याटर गर्छ तपाईँको। यु हेभ स्पेन्ड मोर देन 5 डाटा भनेर। सो ओके, यो चाहिँ ठिकै छ। अब चाहिँ तपाईँहरूले के गर्नु पर्यो भन्दाखेरि म एउटा फाइल बनाउँछु होइन, एमकेडिआर वाइफाई भन्ने फाइल बनाइदिन्छु। अनि यहाँनिर के गर्छु त, जस्ट सिडी वाइफाई भित्र जान्छु। अब मैले वाइफाई भित्र के गर्छु त, हजुरको एरो डम्प एनजी होइन, एरो डम्प एनजी गरेर हजुरको के चाहिन्छ, मैले के भनेको थिएँ, च्यानल बिएसएस आइडी। च्यानल मेरो कति हो, वन च्यानल थाहा छ नि हजुरहरूलाई है, जस्ट लाइक तपाईँको पोर्ट जस्तै हो क्या च्यानल भनेको। कन्सेप्ट चाहिँ उस्तै बुझ्दै हुन्छ तर फरक हो हुन चाहिँ होइन। जस तपाईँको चाहिँ के हुन्छ त भन्दाखेरि अब 1 देखि 14, अब डिपेन्ड्स अपन कन्ट्री होइन, फरक फरक पनि हुन्छ च्यानल। तर तपाईँको चाहिँ अब एउटै च्यानलमा चाहिँ मल्टिपलजनाले, अब च्यानल वानमै तपाईँको यो सिएस ल्याब पनि छ, च्यानल वानमै तपाईँको अरू कुनै एपी छ भने, रुद्र भन्ने एपी, रुद्र वाइफाई भन्ने पनि च्यानल वानमा छ भने दुइटैको इन्टरफेरेन्स भएर दुइटैको सिग्नल चाहिँ विक हुन्छ क्या। सो मैले यदि च्यानल वानमा चलाइरहेको छु आफ्नो एपी भनेपछि रुद्रजीले टूमा चलाउनुहुन्छ या त फोरमा चलाउनुहुन्छ, फाइभमा चलाउनुहुन्छ, सिक्समा चलाउनुहुन्छ, सो द्याट हामी एकजनासँग चाहिँ कोलाइड गर्दैनौँ क्या, हाम्रो सिग्नलहरू चाहिँ एक आपसमा कोलाइड हुँदैन अनि दुवैजनाको इन्टरफेरेन्स हुँदैन अनि राम्ररी चल्छ। बुझ्नुभयो च्यानल भने के हुन्छ है। सो यहाँनिर हेर्नुहुन्छ भने के हुन्छ त, यो च्यानल यो च्यानल यो च्यानल कोलाइड भइरहेछ यो सबै है। यो चाहिँ अब अर्कै कुराहरू, वाइफाई ड्राइभरहरू होइन, अनि त्यो के सिग्नल एनालाइजरहरू हुन्छ क्या, त्यो हेर्नुभयो भने त्यहाँ तपाईँको ठ्याक्क देखाइदिन्छ यो है। सो यो चाहिँ छुट्टै टपिक हो है, हामी चाहिँ आफ्नो टपिकमा हौँ। त अब त्यसपछि च्यानल गरिसकेपछि तपाईँहरूले के गर्नु, च्यानल चाहिँ मेरो अहिलेको सिनारीमा 1 छ, सो च्यानल 1 दिन्छु। एन्ड देन मैले के गर्छु त हजुरहरूलाई, यो चाहिँ मैले कुन फाइलमा सेभ गर्ने त, डब्लु भनेर मैले कुनै पनि होइन, राइट भनेर चाहिँ हुन्छ, डब्लु भनेको चाहिँ अब कुन फाइलमा टेस्ट गर्ने त होइन, अरू सेभ गर्ने त भनेर चाहिँ म के गर्छु त, टेस्ट फाइल भनेर एउटा फाइल बनाइदिन्छु। यहाँ चाहिँ मेरो सबै यो डम्प भएको डाटाहरू चाहिँ केमा सेभ गर त, टेस्टमा सेभ गर भनेर भनिदिन्छु। अनि त्यसपछि चाहिँ कसको गर्ने त, बिएसएस आइडी गरेर दिन्छु। बिएसएस आइडी कसको गर्नु पर्यो, कसको, प्लेस ल्याब त्यसको होइन, हामीले जसको गर्न लाग्छ त्यसको बिएसएस आइडी चाहिन्छ। मैले अघि पनि भनेको थिएँ हजुरहरूलाई, हामीले चाहिँ के चाहिन्छ त, जस्ट तपाईँको लाइक च्यानल र बिएसएस आइडी हामीले चाहिन्छ। सो द्याट मैले के गरेँ, बिएसएस आइडी र च्यानल दिएँ। अब चाहिँ तपाईँको के दिनु पर्यो त, हामीले चाहिँ होइन, अब हाम्रो के हो त एडाप्टर होइन, एडाप्टरको नेम के हो त्यो चाहिँ दिनु पर्यो क्या, डब्लुल्यान 0 मन। बुझ्नुभयो है। अब एडाप्टरको नेम के छ त आफ्नो, सो द्याट एडाप्टरको नेम पनि हालिदिनु तपाईँहरू।
कुनबाट गर्ने भन्ने कुरा हुन्छ क्या, थ्रु विच एडाप्टर, दिस एडाप्टर। सो ओके, हेर्नु त, ठिक छ। हेलो। अच्छा। अब तपाईँको के भयो त, यहाँनिर चाहिँ सबै डाटाहरू यसले चाहिँ के गरिरहेछ, त्यहाँबाट चाहिँ निकालिरहेछ, ठिक छ है। अरू उसको डाटाहरू चाहिँ क्याप्चर गरिरहेछ। अब हेर्नु है, यहाँनिर के हुन्छ है, यो चाहिँ हामी कनेक्सनै गरेर छोड्छौँ अनि अलिकति हामीले थोरै बुझ्न खोज्छौँ यहाँनिर के हुन्छ, जुन चाहिँ अघि न ठ्याक्क रुद्रजीले मलाई क्वेसन सोधेको थियो त्यसको कुरा अब सुरु हुन्छ। के हुन्छ, हाम्रो कनेक्सन कसरी चल्छ। यहाँनिर कुनै पनि हाम्रो युजर छ, अघिको हजुरको एन्सर आउँछ मैले भनेको थिएँ नि है। सो हजुरको एन्सर चाहिँ अब आउँछ ल, यो एपी भयो। अब चाहिँ हामीले टिसिपी कनेक्सनमा के पढेछौँ, थ्री वे ह्यान्डसेक, द्याट मिन्स हजुरको सिन सिनेट ह्याक, होइन, यति त थाहा छ हजुरहरूलाई। भनेपछि अब यहाँ पनि के हुन्छ त हजुरको फोर वे ह्यान्डसेक हुन्छ, तर यो चाहिँ फरक हुन्छ हाम्रो नर्मल टिसिपी कनेक्सन भन्दा चाहिँ है। यहाँ चाहिँ के हुन्छ, सबसे पहिला तपाईँको डिस्कभर गरिन्छ, ठिक छ। देन तपाईँको सेकेन्डमा के हुन्छ, च्यालेन्ज भन्ने हुन्छ। च्यालेन्ज भनेको के हो, पिन सोध्छ क्या यसले, बुझ्नुभयो। तपाईँको सुरुमा डिस्कभर भनेको के हो त, हजुरको सिग्नल देखाउँछ नि फोनहरूमा, वाइफाई हेर्नुभयो भने स्क्यान गर्छ नि पहिला, यो वाइफाई एभाइलेबल छ भनेर देखाउँदैन, देखाउँछ। होइन। अनि ठ्याक्क क्लिक गर्नुभयो भने तपाईँले के सोध्छ, पासवर्ड पासवर्ड पिन सोध्छ, होइन। एन्ड देन पिन दिनुभयो भने तपाईँको के हुन्छ, पिन दिनुहुन्छ, एक्सेप्ट तपाईँले रेस्पोन्स गर्नुहुन्छ है। त्यो हामीले पिन चाहिँ दिन्छौँ, ठिक छ। एन्ड देन त्यसपछि के गर्छ त, र एपीले तपाईँले अथेन्टिकेट गर्छ, होइन। अघि नै हामीले हेरिहाल्यौँ कुन तपाईँको सेक्युरिटी युज भएको छ, त्यही अनुसारको डिफ्रेन्ट तपाईँको प्रोटोकल्सहरू युज गरेर चाहिँ अथेन्टिकेट गर्छ, अरू डिफ्रेन्ट अथेन्टिकेसन मेथडहरू युज गरेर, होइन। अब कुन चाहिँ हो त है, सो डब्लुपिए हो कि डब्लुपिए टू हो कि, होइन, डब्लुइपी हो कि, अब त्यो अनुसार अघि नै मैले कुरा गरि नै सकेको थिएँ हो है। सो अब आयो एन्सर हजुरको है। सो अब चाहिँ यहाँनिर ठ्याक्क हामीले हेऱ्यौँ भने अब हामीले चाहिँ स्पेसली कुन कुनको जरुरत छ भन्दाखेरि यो दुइटा चाहिँ स्पेसली मोस्ट इम्पोर्टेन्ट फर वाइफाई एट्याक। किन भन्दाखेरि हाम्रो पासपोर्ट यहाँ हुन्छ नि त यो दुईवटामा, ठिक छ। सो यहाँ दुईवटामा हुन्छ, तर हाम्रो के हो त डब्लुपिए टू, द्याट मिन्स हाम्रो के हुन्छ, इन्क्रिप्टेड है। सो अब चाहिँ हामीले के गर्छौँ त, यहाँनिर चाहिँ ह्यासहरू तपाईँको जान्छ, इन्क्रिप्टेड भएर ह्यास फाइलहरू जान्छ, हामीले चाहिँ ह्यासलाई निकाल्छौँ एन्ड ह्यासलाई हामीले के गर्छौँ त, तपाईँको ह्यासलाई चाहिँ क्र्याक गर्न खोज्छौँ, ब्रेक गर्न, बुझ्छौँ, बुझ्यौँ है। एन्ड सो द्याट तपाईँको के गर्छौँ, ह्यास चाहिँ जेनरली ब्रेक चाहिँ हुँदैन, होइन। खासमा चाहिँ ह्यासबाट चाहिँ हामीले भ्यालु निकाल्छौँ भनौँ न, राम्ररी भन्नु पर्दा चाहिँ है। किनकि ह्यास चाहिँ तपाईँको इरिभर्सिबल हो, होइन। कति ठाउँमा तपाईँले पढ्नु पनि भएको होला, सो कतिजनाले भनिदिनुहुन्छ होला मलाई, होइन, सर तपाईँले त ह्यासबाट भन्नुभएको छ, अब ह्यास त इरिभर्सिबल प्रोसेस हो, होइन। सो त्यो त्यहाँबाट हामीले के बुझ्छौँ त, जस्ट तपाईँको, होइन, जस हिजो नै मैले भने जस्तो हिट एन्ड ट्रायल गरेर तपाईँले यहाँबाट के हो त यसको मतलब भनेर चाहिँ निकाल्नुहुन्छ क्या। सो त्यसको लागि पनि फरक टुल हामीले युज गर्छौँ। तर अहिले चाहिँ सकेसम्म यहाँनिर के हेर्नु भन्दाखेरि, यहाँनिर हाम्रो हेरिराख्नु ल तपाईँहरूले, यहाँनिर है, यहाँनिर केही छ छैन। अरू इभन तपाईँको हाम्रो लाइक वाइफाईको पासवर्डलाई चेक गर्ने पनि मेथडहरू हुन्छ, सो देखाइ नै दिन्छु म। यहाँनिर हेर्नुहुन्छ भने तपाईँहरू केमा जानु, सिडी हामी केमा थियौँ, वाइफाईमा थियौँ, एलेस गरेर हेरौँ। तपाईँको क्याप भनेको के हुन्छ क्याप भनेको के हुन्छ, क्याप भनेको के हुन्छ, प्याकेट क्याप्चर फाइल हो, वाइसआरको फाइल हो। हो कि होइन, बिर्सिनु भयो के भयो, हेलो। वाइसआर टेस्ट 01 डट क्याप, यहाँनिर खोलिदिनु
है। इफ तपाईँको पासपोर्ट अर ह्यासेसहरू इन्क्रिप्टेड डाटाहरू आएको छ भने चाहिँ तपाईँको के हुन्छ त, यहाँनिर हेर्नु है त, तपाईँको चाहिँ प्याकेट एनालाइसिस यताबाट पनि गर्न मिल्यो, उताबाट पनि गर्न मिल्यो, जताबाट पनि गर्न चाहिँ मिल्छ है। इएपिओएल भित्र चाहिँ तपाईँको के हुन्छ त, जति पनि सेक्युरिटीका कुराहरू छ तपाईँको इएपिओएल भित्र चाहिँ हुन्छ जेनरली है। 802.1x अथेन्टिकेसन भित्र हुन्छ, बुझ्नुभयो है। सो अहिले चाहिँ जेनरली तपाईँहरूले हेर्नुभयो भने होइन, हाम्रो हेर्नु त फोर वे ह्यान्डसेक, ठिक छ। सो यहाँनिर हेर्नुभयो भने तपाईँको के हुन्छ हाम्रो चाहिँ केमा हेर्नु पर्यो त भन्दाखेरि तपाईँको वानमा जेनरली हुँदैन होइन, थ्रीमा चाहिँ थ्रीमा चाहिँ जेनरली हेर्नुपर्ने हुन्छ। अब किन हेर्नुपर्ने हुन्छ, अघि नै हामीले कुरा गरिसक्यौँ। हेर्नु त यहाँ डब्लुपिए की होइन, अलरेडी यहाँनिर चाहिँ आइसकेको छ है। सो यसरी पनि ग्यादर गर्न सक्नुहुन्छ तपाईँहरूले होइन। अरू इभन तपाईँको अब चाहिँ यताबाट पनि भयो, तर यहाँबाट चाहिँ फर्दर हामीले ह्यास चाहिँ निकाल्छौँ क्या, डब्लुपिए की चाहिँ आइसक्यो तपाईँको, ठिक छ है। अरू इभन तपाईँको खोइ यो के भयो, यसले आफै किक आउट गरेर निकालिदिइसक्यो त, यहाँनिर अघि नै खाली थियो नि, यसले त अटोमेटिक दियो त। खासमा यो नदिनुपर्ने, यसले किक आउट गरेर यसलाई दिएछ डाटा। खासमा के हुन्छ भन्दाखेरि यहाँ चाहिँ तपाईँको के गर्छ त यसले होइन, यत्तिकै चाहिँ किक आउट गर्दैन है, नर्मली चाहिँ किक आउट गरिरहेको हुँदैन, तर यसले चाहिँ गरेछ आज। सो यहाँ चाहिँ के हुन्छ, हामीले चाहिँ यस्तो जुन चाहिँ तपाईँको मेथड थ्रीमा थियो नि होइन, पिनवाला, तपाईँले पिन दिनुहुन्छ नि त, मेथड टूमा त आक्स गर्छ पिन होइन। सो तपाईँको थर्ड नम्बरमा चाहिँ के हुन्छ त हजुरको, थर्ड नम्बरको सेक्सनमा चाहिँ तपाईँले रिस्पोन्स दिनुहुन्छ हजुरको पिन, जुन चाहिँ तपाईँको के हुन्छ त इन्क्रिप्टेड डाटा हो नि त होइन। सो द्याट तपाईँको के हुन्छ त यो इन्क्रिप्टेड डाटा चाहिँ हामीले माग्नु पर्ने हुन्छ। अब यो कसरी तपाईँले आउँछ त, यसको कनेक्टेड छ भने त यो जहाँ गइरहेको हुँदैन नि त, यो त तपाईँको कति बेला यो यस्तो हुन्छ फोर वे ह्यान्डसेक, जब तपाईँको कनेक्सन इस्टाब्लिस गर्नुहुन्छ फर्स्ट टाइम होइन, त्यसपछि हजुरको के हुन्छ त यो सेभ भइरहेको हुन्छ क्या। सेकेन्ड टाइम हामीले जब तपाईँको फेरिदेखि वाइफाई कनेक्सन गर्छौँ त्यति बेला तपाईँको फेरि सोध्नुपर्छ त, फेरि हाल्नुपर्छ त हामीले पासवर्ड, पर्दैन। द्याट मिन्स हाम्रो के हुन्छ त, द्याट मिन्स सेकेन्ड टाइमबाट चाहिँ हाम्रो सेभ गरे हुन्छ क्या। अनि तपाईँले चाहिँ सोध्दैन, तर भित्रभित्र यो सबै प्रोसेस जुन मैले फोर वे ह्यान्डसेक भने नि सबै प्रोसेस हुन्छ। तपाईँको वायर सार्कमा पनि हेरिसक्नुभयो नि चारवटा प्रोसेस होइन। सो तपाईँको यो भित्रभित्रै हुन्छ, तपाईँले चाहिँ सोध्दैन। तर यो कति कसरी हुन्छ भन्दाखेरि यो त तपाईँको कनेक्सन छ भने चाहिँ हुँदैन, हामीले चाहिँ यसलाई किक आउट गऱ्यौँ भने चाहिँ हुन्छ क्या। सो किक आउट चाहिँ गर्नुपर्ने थियो, आज हामीले गर्नै परेन, अब आफै दियो यसले। यो नर्मली चाहिँ गर्नुपर्ने हुन्छ ल। यहाँ चाहिँ तपाईँको आथेन नि ह्यास होइन, यहाँ चाहिँ हुँदैन, हामीले चाहिँ फर्दर किक आउट गर्छौँ। एन्ड देन त्यसपछि बल्ल तपाईँको के हुन्छ, यो ह्यास जुन छ नि डब्लुपिए ह्यान्ड चाहिँ होइन, यो चाहिँ आउँछ क्या है। सो अनि त्यसपछि पोलमा नि तपाईँको अघि नै वाइस सार्कमा देखाएको थियो नि जुन कि होइन, त्यो कि चाहिँ बल्ल आउँछ। अब आइसक्यो हाम्रो, यसले आफै दियो। यसरी चाहिँ जेनरली दिँदैन, किक आउट गर्नुपर्ने हुन्छ, अब के गर्ने त। हुन्छ, किक आउट कसरी गर्ने हुन्छ त्यसो ओके, भने? किक आउट गर्नको लागि चाहिँ हामीले के गर्छौँ त, ओके अनि हेरिदिन्छु है त। सो तपाईँको के गर्नु भन्दाखेरि फेरि खोलिदिनु, यहाँनिर चाहिँ फेरि खोल्नु ल। यो यहाँनिर रन हुनै छोडिदिनु, किनकि यहाँनिर हुँदैन हाम्रो केही पनि, यो रन भइ नै रहेको हुन्छ, हिट यहाँनिर टेस्ट भइ नै रहेको हुन्छ, यहाँ केही छ छैन नि, यस्तै ब्ल्याङ्क हुन्छ। तपाईँको के हुन्छ, यो रन भइरहेको हुन्छ, सबै डाटा ग्यादर गरि नै रहेको हुन्छ, ठिक छ। सो तपाईँको के गर्नु त भन्दाखेरि फेरिदेखि नयाँ टर्मिनल खोल्नु, यहाँनिर के गर्नुपर्ने हुन्छ, हामीले सुडो सु डिअथ एट्याक भन्छ क्या यसलाई होइन, डिअथेन्टिकेसन गरेर उसलाई चाहिँ के गर्ने त उडाइदिने। सो त्यो चाहिँ हामीले के गर्छौँ त अर्को टुल एयर प्लेले गर्छौँ, एयर प्ले एनजी होइन। यहाँनिर हेर्नु त हजुरको छ डिफ्रेन्ट एट्याक्सहरू होइन। सो यहाँनिर चाहिँ डिफ्रेन्ट एट्याकहरू छ, तपाईँले डिअथेन्टिकेसन गर्न मिल्छ होइन। डिअथेन्टिकेट वान अर अल सेक्सन भनेको सबैले डिअथेन्टिकेट गर्ने हो त, कि तपाईँको फेक अथेन्टिकेसन विथ एपी गर्ने हो। एपीबाट चाहिँ फेक अथेन्टिकेसन, एपीबाट चाहिँ त्यो तपाईँले फेक लाइक कनेक्सन इस्टाब्लिस गर्ने हो कि होइन, यता उल्टो चाहिँ बुझ्नुभयो।
के चाहिँ तपाईँको लाइक गर्न चाहिँ के छ त त्यो अनुसार चाहिँ तपाईँले के गर्नुहुन्छ। अब यो अनुसार चाहिँ रन गर्नुहुन्छ लाइक एट्याकहरू चाहिँ हामीले के गर्छौँ त तपाईँको डिअथेन्टिकेसन एट्याक गर्छौँ जेनरल उडाउनलाई। ओके बुझ्नुभयो है। ओके सर। सो डिअथेन्टिकेसन एट्याक गरिदिन्छौँ। अरू तपाईँको इन्टरेक्टिभ गर्दा पनि हुन्छ है। यसले पनि हजुरको के गरिदिन्छ सबैलाई उडाइदिन्छ। अरू इभन स्ट्यान्डर्ड एआरपी रिक्वेस्ट रिप्लेले के गरिदिन्छ यसले पनि सबैलाई उडाइदिन्छ ल। सो एउटा गरेर हेरौँ होइन। सो तपाईँहरूलाई चाहिँ थाहा हुन्छ। सो मैले के गर्छु त होइन जस्ट थर्ड नम्बरको मैले के गरिदिन्छु त हजुरको एआरपी रिप्ले गरिदिन्छु। द्याट मिन्स हजुरको एआरपी रिजोल्युसन हुन्छ फेरिदेखि एआरपीको के हुन्छ त कामहरू चालु हुन्छ। द्याट मिन्स हाम्रो एआरपी रिक्वेस्टहरू फेरि फाल्छ सो द्याट फेरि कनेक्सन इस्टाब्लिस गर्न खोज्छ। बुझ्नुभयो हरेक क्लाइन्टले है। सो एयर प्ले एनजे नै गर्छु। एन्ड देन त्यसपछि मैले के गरिदिन्छु यहाँनिर तपाईँलेहरूले देखिराख्नु भएको छ रन गर्नको लागि आइदर तपाईँले नम्बर हाल्नुहोस् अरू तपाईँले यहाँनिर माइनस माइनस अनि यो दुई अर्थ हाल्नुहोस् फेक अर्थ हाल्नुहोस् इन्टरेक्टिभ हाल्नुहोस्। ठिक छ मैले चाहिँ 3 हजुर हालेको छु। सो यो जे हाल्दा पनि हुन्छ। ओके अनि अब चाहिँ तपाईँले बी हालिदिनुहोस् होइन। बी चाहिँ के को लागि हो भन्दाखेरि तपाईँको बिएसएस आइडीको लागि अर बिएसएस आइडी अर एसएस आइडी को लागि। द्याट मिन्स हाम्रो के हो त भन्दाखेरि हजुरको चाहिँ यो म्याक एड्रेस। बुझ्नुभयो होइन। हजुर अघि नै चाहिँ हामीले बिएसएस आइडी नै हालेको थियौँ। अब चाहिँ इयर प्लेमा के हुन्छ त हजुरको बी हाल्ने हो क्या बिएसएस आइडीको लागि है। सो द्याट तपाईँको अब यहाँनिर कहाँ गयो बीमा चाहिँ लगेर अब हामीले के हालिदिन्छौँ त हजुरको म्याक एड्रेस। यहाँनिर हेर्नुभयो भने तपाईँको अलरेडी छ क्या यहाँ बी भनेको के हो भनेर। अब हामीले स्मल बी हेर्नु पर्यो। तपाईँहरूले यो हेल्प गरेर पढ्न सक्नुहुन्छ है। यो मैले अलरेडी देखाइसकेको छु। सो यो फरक परेन। ठिक छ हेर्नु त है। सो बी गर्नुहोस्। बीबाट चाहिँ हजुरको बिएसएस आइडी हाल्नुहोस्। एन्ड त्यसपछि मैले के गर्छु त हजुरको अब हाल्नुपर्ने चाहिँ हामीले के हो त बिएसएस आइडी हालिसकेपछि तपाईँहरूले के गर्नुहुन्छ त भन्दाखेरि होइन बिएसएस आइडी हालिसकेपछि तपाईँहरूले के गर्नुहुन्छ अब इन्टरफेसको नेम हाल्दा पनि हुन्छ है। सो इन्टरफेसको नेम हाल्नुहुन्छ भने तपाईँको के हो डब्लुल्यान्ड 0 मन हो मेरो केसमा। सो यहाँनिर हालिदिन्छु। ठिक छ है। सो तपाईँको अब चाहिँ के हुन्छ त सबै इआरपी रिक्वेस्टहरू चाहिँ के गर्छ त यसले चाहिँ रिजल्भ गरेर तपाईँको के गर्छ यहाँनिर चाहिँ प्याकेटभित्र चाहिँ यसले सिप गर्नु खोज्छ क्या है। सो यसले चाहिँ तपाईँको सबै क्याप्चर गर्न खोज्छ। एन्ड त्यसपछि के गर्नु त हजुरको क्याप्चर गरिसकेपछि बल्ल हजुरले के गर्नुहुन्छ फेरि चाहिँ हजुरले चाहिँ बल्ल तपाईँ त्यसपछि चाहिँ डिअथेन्टिकेसन एट्याक चाहिँ रन गर्नुहोस्। ठिक छ किन भन्दाखेरि इआरपीमा यहाँनिर दुईटा कुरा आउँछ। हजुरले के भन्नुभएको थियो यहाँ तल मेरो छैन केही पनि भन्नुभएको थियो नि अघि न हो जुन तपाईँको यहाँनिर केही पनि आएको छैन अरू प्रोप्समा केही पनि छैन नि त्यसको लागि कि चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त इआरपी रिजोल्युसन गर्नुपर्ने हुन्छ। द्याट मिन्स हामीले इआरपी हाइफन स्क्यान गरेका थियौँ नि के गर्नको लागि ल्यान्डमा हाम्रो सिस्टमलाई स्क्यान गर्नको लागि हो। इन द सेम वे तपाईँको के गर्छ इआरपी रिजोल्युसनले यहाँ वानमा चाहिँ स्क्यान गर्छ सबै। अनि त्यसलाई पो हामीले डिअथेन्टिकेसन गर्ने हो त। बुझ्नुभयो होइन। सो यहाँनिर के आउँछ त तपाईँले पहिला त्यसलाई स्क्यान गर्नु पर्यो है। सो द्याट तपाईँको के हुन्छ त सबै भ्यालुहरू चाहिँ आउँछ। एन्ड देन त्यसपछि हजुरले के गर्नुहुन्छ त डिअथेन्टिकेसन बल्ल गर्ने हो है। बुझ्नुभयो है। सो अब चाहिँ के गर्नुहुन्छ तपाईँहरूले चाहिँ डिअथेन्टिकेसन एट्याक चाहिँ अब रन गरिदिनुहोस् होइन। द्याट मिन्स हजुरको 0 है। सो अब के गर्नुहुन्छ हजुरले चाहिँ यहाँनिर 0 राखिदिनुहुन्छ। एन्ड डिअथेन्टिकेसन कसलाई गर्नुहुन्छ त भन्दाखेरि यहाँनिर चाहिँ हजुरले के गर्नुहुन्छ भन्दाखेरि अब चाहिँ डिअथेन्टिकेसन गरेर हजुरले 0 दिनुहुन्छ एन्ड यहाँनिर चाहिँ के दिनुहुन्छ ए दिनुहुन्छ। अब किन भन्दाखेरि कसलाई चाहिँ डिअथेन्टिकेसन गर्ने त होइन। लाइक अब डिअथेन्टिकेसन कसलाई गर्नु पर्यो मलाई यसलाई गर्नु पर्यो। बुझ्नुभयो किनकि यो चाहिँ पर्टिकुलर मेसिनको हो क्या यो होइन जो चाहिँ योसँग कनेक्टेड छ त्यसको आइपिआर हुन्छ किनकि हामीले एआरपी रिजोल्युसन गऱ्यौँ नि त है। सो द्याट अब के थाहा हुन्छ मलाई मेरो चाहिँ यसको म्याक एड्रेस चाहिँ त्यो हो है यो प्यारोट ज्यान यतिको है। सो अब चाहिँ मैले यति लगेर कन्ट्रोल सिफ्ट सी गरेर यसमा चाहिँ हालिदिएँ भने
वै आइफोन ए गरिदिनुहोस् एन्ड सिफ्ट भी गरिदिनुहोस् है। यतिसम्म बुझ्नुभयो अच्छा। है। सो अब चाहिँ तपाईँले के गरिदिनुहुन्छ भन्दाखेरि डब्लु ल्यान 0 इन्टर एयरप्ले एनजी आइफोन 0 को ठाउँमा 2 नै हालिदिउँ। के भइरहेको छ सुडो नै छ ठिक छ। मिसिङ भ्यालु मिसिङ ए ओके। भ्यालु चाहिँ हामीले दिनुपर्ने हुन्छ ल। कति ताल चाहिँ रन गर्ने भन्ने कुरा चाहिँ यहाँनिर चाहिँ हाल्नुपर्ने हुन्छ ल। सरी मिस्टेक भएछ। 0 चाहिँ तपाईँको के हो त हजुरको चाहिँ यहाँनिर हेर्नु त भ्यालु चाहिँ यहाँनिर आइदर 0 or greater than 0 हाल्नुपर्ने छ भन्छ नि होइन। कति ताल चाहिँ रन गर्नुहुन्छ द्याट मिन्स 0 ताल भन्नुहुन्छ भने चाहिँ त्यो रन भइरहन्छ क्या डिअथेन्टिकेसन भइरहन्छ यो बुझ्नुभयो होइन। कति ताल चाहिँ डिअथेन्टिकेसन गर्नुहुन्छ त भन्दाखेरि ल 0 ताल गरिदिन्छु भनेपछि अब हेर्नु त तपाईँको डिअथेन्टिकेट गरे गर्छ। अब हेर्नु है त यतानिर तपाईँको यो कनेक्सन फेल हुन्छ यसको चाहिँ उड्छ आफै हेर्दै जानुहोस् है। अनि तपाईँको त्यहाँ चाहिँ के हुन्छ अब बल्ल तपाईँको ग्यादर हुन्छ क्या फर्स्ट टाइममा ऊ हेर्नु त भयो। अब यस्तै भइरहेको हुन्छ क्या सो द्याट तपाईँको यसले जबसम्म ह्यास पाउँदैन त्यति बेलासम्म गरे गर्छ हेर्नु त कनेक्सन नै दिइरहेको छैन बुझ्नुभयो है। सो अब चाहिँ तपाईँको के हुन्छ यो दियो अथेन्टिकेसन गरे गर्छ एन्ड देन ठ्याक्क हजुरको यहाँनिर चाहिँ जानुभयो भने हजुरको चाहिँ यो जुन मेरो अघि न आएको थियो नि यहाँनिर चाहिँ डब्लुपिए ह्यान्डसेक त्यो चाहिँ हजुरको यहाँ बस्दिन्छ। पहिला चाहिँ यो निकाल्नु पर्यो हामीले यो ए प्रो यो चाहिँ ठिक छ है। तपाईँको जब एपिओएल र यो आउँछ त्यसपछि चाहिँ तपाईँ के बुझ्नुहोस् भन्दाखेरि मेरो चाहिँ ह्यान्डसेक क्याप्चर भयो भनेर बुझ्नुहोस् ठिक छ। अब क्याप्चर आए पनि हाम्रो जस्ट के भयो त पासपोर्ट आयो क्या तपाईँको। अब यिनीहरूले क्लोज गरिदियो। अब चाहिँ तपाईँको फर्दर के हुन्छ त तपाईँको पासपोर्ट आएपछि अब पासपोर्ट केमा छ त इन्क्रिप्टेड डाटामा छ होइन। सो अब के गर्नु पर्यो त त्यसलाई चाहिँ हामीले होइन वाट्सएपमाबाट पनि निकाल्दा हुन्छ त्यो होइन। सो त त्यो डाटाले के गर्नु पर्यो त अब त्यो नर्मल डाटामा छ त त्यो पासपोर्ट होइन नि त हाम्रो डिक्रिप्ट गर्नु पर्यो। होइन। सो डिक्रिप्ट गर्नु पर्यो नर्मल अथवा तपाईँले एस फर्मेटमा चेन्ज एसएस गर्नु क्रिएट पर्यो गर्नु पर्यो। है। सो हाम्रो चाहिँ त्यो के हुन्छ त ह्यासेस हुन्छ सो त्यसलाई चाहिँ हामीले ब्रुट फोर्स एट्याक गर्छौँ क्या फर्दर बुझ्नुभयो होइन। डिफ्रेन्ट डिफ्रेन्ट वर्ड लिस्ट हुन्छ। सो मैले हिजो पनि तपाईँहरूलाई के भनेको थिएँ भन्दाखेरि हाम्रो चाहिँ अब के हुन्छ त भनेपछि कुनै पनि पासवर्ड चाहिँ पासवर्ड के छैन फुल्ली सिक्योर्ड छ भने सिक्योर्ड चाहिँ छैन है भनेर भनेको थिएँ हो। सो किन छैन भनेपछि तपाईँहरूले चाहिँ अब वर्ड लिस्टहरू निकाल्नुहुन्छ तर आफैले बनाउनु पनि मिल्छ होइन। अहिले त च्याट जिपिटी छ घ्यार बनाइदिन्छ तपाईँहरूले होइन। जति ल मलाई चाहिँ यस्तो यस्तो पर्मुटेसन कम्बिनेसन गरेर वर्ड लिस्ट बनाइदिए यति लामो भनेपछि उसले घ्यार बनाइदिँदैन एकछिनमा है। सो अब चाहिँ सजिलो भएको छ क्या। सो त्यो वर्ड लिस्ट अब तपाईँले के गर्नु पर्यो हिट एन्ड ट्रायल गरिराख्नु पर्यो क्या। अब यो रन हुनको लागि तपाईँले के छ त अब 100 वर्ष देखाइरहेको थियो 100 years द्याट मिन्स तपाईँको सिस्टम अब फास्ट छ यो कुरा चाहिँ फास्ट गर्न सक्छ भने तपाईँको भर क्र्याक हुन्छ। अब यही कुरा चाहिँ तपाईँको फास्ट छैन भने तपाईँको 100 वर्ष लाग्छ बुझ्नुभयो होइन। 100 वर्ष कि नहुन पनि सक्ला होइन 1000 वर्ष लाग्ला तर 1000 वर्षसम्म त अब मान्छे नै बाँच्दैन होइन। सो यो कुराले चाहिँ अलिकति सिक्योर गरिदिन्छ क्या फिजिकल रिजन्सहरूले है। मैले हिजो पनि अलिकति चाहिँ भनेको थिएँ। सो अब हेर्नु है त यहाँनिर के गर्छु म सिम्पल बनाउँछु हजुरको वर्ड लिस्ट है। तपाईँहरूले चाहिँ वर्ड लिस्ट युज गर्दा पनि हुन्छ अब कहाँनिर हुन्छ त्यो पनि म अब टाइमै आज धेरै भइसक्यो। सो फ्याट फ्याट गरेर अब यसलाई सकाइदिनु पर्ला अनि त्यसपछि भोलि नि हेरौँला अलिअलि। सो यहाँनिर भोलि फेरि हेर्नु अलि अगाडिदेखि नै गरौँ ल यो। भोलि अगाडिदेखि म त अब 9 बजेभन्दा अगाडि नै आउँछु तपाईँहरू नै अलि ढिला ढिला आउनुहुन्छ
होइन भन्न खोजेको यो क्लासको के आज यहाँदेखि होइन कि त्यो अगाडि फेरि एडाप्टरकै गराइदिनु, भएको थिएन नि त। फेरि गराइदिनु भन्नुभएको। हजुर हजुर। हुन्छ, फेरि त्यसो भए आज यतिमै पज गर्ने त, टाइम बढी भइसकेको छ। म त सर निदाउनु लागेपछि। त्यही त टाइम बढी बढी भयो क्या, त्यही भएर हो। अब एउटा ल्याब गराएपछि होइन नन स्टप गरिदिउँ जस्तो हुन्छ मलाई चाहिँ। अस्तिले पनि होइन पुरा टाइमिङ अलि धेरै राति छ अनि थाकेर अँ, आयो भने त्यही हो नि त। ल हुन्छ, त्यसो भए आजको लागि यति नै गरौँ न त, भोलि गर्ने नै भइसक्यो त। तर अब अँ, हजुरले के गर्नुहुन्छ भने ओल्ड के अरे ओल्ड लिस्ट क्रिएट गर्नुहुन्छ अनि त्यसलाई फर्स्ट उस गर्नुहुन्छ होइन, अट्याक गर्नुहुन्छ, गेस गर्छ होइन त्यसले चाहिँ यही हो भनेर। त्यसले गेस गर्छ अनि हजुरको पासपोर्ट चाहिँ निकालेर दिन्छ अनि है। त्यसपछि त्यही नै पासवर्ड हुन्छ होइन। हजुर। त मेन पोइन्टमा आएर रोकिनु पऱ्यो सर। के भन्नुभएको रुद्रजी? मेन पोइन्टमा आएर रोकिनु पऱ्यो भन्ने जस्तो फिल भयो क्या। अब के गर्ने ठिकै त? छ, हुन्छ हुन्छ इन गरिदिउँ न भोलि हेरौँ न, केही छैन, मेरो पनि एडाप्टरले अलिक प्रब्लम नै दियो। त्यही त टाइम चाहिँ टाइम पनि बढी भयो नि त, मलाई पनि ठिक अब छ सर, जस टाइम ठिक छ चाहिँ ठिक बढी छ, भयो। मेरो पनि मर्निङकै लागि रेडी ए, हुनुपर्छ, हुन्छ ठिकै छ। हुन्छ, सबैलाई गुड नाइट ल। हस् हस्, गुड सर त्यो कमान्डहरू नाइट। चाहिँ राखिदिनु है। कमान्डहरू राखिदिनु भन्दा पनि अब भोलि नै म राखिदिन्छु ल। हुन्छ हुन्छ, भोलि हुन्छ नै हुन्छ। पठाउनु न, अहिले है, त के नोट गर्नु पनि अब। गरेर राखिदिन्छु, कमान्डहरू पनि सबै राम्ररी नोट बनाएर राख। ओके सर। ओके सर। हस्, सबैलाई गुड नाइट ल। हस्, गुड नाइट गुड ब्रो, नाइट सर। थ्याङ्क यू। च्याट हजुरको रुद्रजीले गर्नुभएको रहेछ, के गर्नुभएको अब? त्यो अघिको हो, अब बस अहिले एक मिनट। त्यो कुरा आइसक्यो।